0 -0 ल -0 ल विदेशैबाट परिचालित चाहिँ हो म भन्छु 100 दिनको काम विदेशमा बस्नेले भने भने त भोट पनि विदेशबाटै आयो नि प्रधानमन्त्रीको काम के हो प्रधानमन्त्री भनेको के रोस्टममा आएर नेपालको सीमा के नेपालले विदेशको सीमा मिचेछ भन्ने हो त्यो हो भन्नु न म चिप्लेको हो चिप्लिन त उहाँ चिप्लिनु भयो त उहाँ चिप्लिँदा तपाईहरु किन बस्नु भएको रहेछ अस्ति आएको दुई तिहाई मत चाहिँ विदेशबाट आयो कि नेपालका जनता अब त्यो तपाईहरुलाई पनि थाहा होला दुई तिहाई कहाँबाट आयो कसरी आयो त्यो मलाई थाहा छैन बोलाइदिनुस् न तपाईलाई किनभने 4 करोड त हजुरको भोटको उसले छापिएको थियो हैन त्यो मतदान के भन्छ त मतपत्र त्यो मतपत्रमा छापिन्छन् कति भिच्छन् कति जल्छन् भनेर अरु सरकारले पनि अलि बढी छाप्थ्यो के छाप्न चाहिँ अब त छाप्छन् भने आफै बुझ्नुस् के छ मलाई थाहा छैन तपाईहरुलाई थाहा होला मलाई भन्दा धेरै तपाईहरुको काम भने त रिपोर्टिङ गर्ने हो तपाईहरुले त बुझ्नु पर्यो खोताल्नु पर्यो कहाँ के भएको छ घटनाहरु के छ त्यो त तपाईहरुको कर्तव्य हो नि त हामी खोजीकै सन्दर्भमा तपाईलाई प्रश्न गरिरहेका छौं यो भएको चाहिँ मलाई खोजेर मलाई प्रश्न गरेर खोजिने हैन के तपाईहरुले त भित्र छिरेर खोज्नु पर्यो तपाईहरुले त तपाईले विदेशी पार्टी भनिरहनु भएको छ नि त विदेशी पार्टी हैन विदेशैबाट परिचालित चाहिँ हो म भन्छु त्यसो भने यो भोट पनि विदेशबाटै परिचालित भएको हो त अब विदेशको अब अघि भर्खर उहाँले प्रश्न गर्नु भएको थियो नि त विदेशमा बस्ने नागरिकहरुले के रे कमेन्ट गरेर तपाईलाई गाली गर्नुहुन्छ उहाँहरुले त राम्रो भन्नु भएको छ भनेर 100 दिनको काम विदेशमा बस्नेले भने भने त भोट पनि विदेशबाटै आयो नि तपाईको आशय के छ भने तपाईले के भन्छ यो मिडिया ट्रायल गर्छ भन्छ यो एमआलए को ठ्याक्कै बोल्नु भएको छ कि तपाई एमआलए बाट परिचालित हो ल परिचालित हो नि प्रमाणित गरेर देखाउनुस् आजसम्म मैले कुनै पार्टीलाई भोट हालेको पनि छैन भाषा बोलिराख्नु भएको छ के भाषा त हैन एउटा देशमा जन्मेपछि भाषा कसको बोले तपाई चाहिँ बरु बालनको हुनुहुन्छ होला हैन म निष्पक्ष हो म निष्पक्ष हो चस्ना भित्रको शुद्ध नजरले भनिदिनुस् कि बालनले गरेका 5 वटा राम्रा काम के देख्नु भएको छ मैले त देखेकै छैन राम्रो काम भनेको सुकुम्बासीको घर भत्काइदिए बिचली गरेर आज खाना दिएको छैन 2टा काम भइहाल्यो 3टा काम भनेको सिमाना के रे नेपालले उल्टो भारतको सिमाना मेचेको छ भनेछ अब चौथो कामहरु अब ब्लू बस आउँदैछ अब भनिसकेपछि प्रश्न भन्नुपर्ने हो कि तपाई पनि राष्ट्रपतिलाई गाली मात्रै गर्न आउनु भएको छ तपाईको नजरले एउटा पनि काम राम्रो देखेन है मैले गाली गर्न आइन मैले भनि नि म गाली गर्न नि आइन कसैलाई ताली बजाउनु नि आइन जे सत्य हो त्यो बोल्न आएको तपाईहरु जस्तो बालन भनेर सपोर्ट गर्ने हैन यस्तो चाहिँ अलिअलि राम्रो गर्यो होला भन्ने हुन्थ्यो नि त मैले भनिहालेँ त त्यही होला नि त तपाईहरु सबैले देख्नु भएको राम्रो त त्यही भनिरहनु भएको छ आज गरिब जनता मर्दा नि त्यही राम्रो भन्नु भएको छ तपाईहरुले नेपालले भारतको सीमाना मिच्यो भन्दा नि त्यही राम्रो भन्नु भएको छ अब मैले भन्दा के भन्ने तपाईहरुलाई तपाईहरु थ्यांक यू 0 -0 ल -0 ल जेसुकै भन्नु मलाई गाली गर्नु ताली गर्नु शेरबहादुर देउवा केपीएली प्रचण्ड र बालेन यदि रोज्नै पर्यो भने कसलाई रोज्नु कसैलाई नि रोज्दिन म पृथ्वीनारायण शाहलाई रोज्छु महाराज धिराजलाई म अरु कसैलाई रोज्दिन थ्यांक यू सो मच धन्यवाद